लाइन बसिरह्यो टाउको दुखिरहेछ खुट्टा दुखेको फिल भइरहेछ यस्तो दामी हामीले चाहिँ फुल किन्यो अबे तल हेर न अबे कस्तो डेन्जर देख्नु छ सेवा नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आज चाहिँ हामी मनोकामना जाँदै हो अनि म चाहिँ बिचबाट भिडियो स्टार्ट गरेको अहिले चाहिँ हामी बाटोमा हो एकदमै हुस्सु लागेर केही देखेको छैन साथीसँग जाँदै हो साथीहरू चाहिँ टोइलेट गएको छ मैले चाहिँ अनि बिचैबाट स्टार्ट गरेँ हामी चाहिँ मनोकामनाको गेटमा आइपुग्यौँ ओहो सुन्तला त लाइन बसिरह्यो लास्टै भिड रहेछ यार लाइन त एकजना यता बस्छ त लाइन के कपाल मिलो अलिकति तर तिम्रो कपाल राम्रो छ खै त नाना मेरो चाहिँ यता छ लाइन त बवाल छ बवाल सिसी क्यामेरामा उता गएर पोज दिनु के यहीँ छ के टिकट चेक गर्नु लाग्यो है हामी चाहिँ त लास्टै भिड छ लास्टै यति बज्यो है चाहिँ यति बज्यो यति आफै हेर्नुहोस् है हाम्रो राजा अनि हजुरलाई लाइन बसेर कस्तो फिल भइरहेछ त टाउको दुखिरहेछ खुट्टा दुखेको फिल भइरहेछ साथ घुम्दैछौँ हामी अब चाहिँ हामी केबल कार चढ्न लाग्यो डर लाग्यो यो क्यामेराम्यान चाहिँ बिजनेसको लागि रहेछ है फोटो खिच्ने रे अनि त्यसपछि यहाँ स्क्रिनमा हेर्ने रे अनि स्क्रिनमा हेरेपछि अनि मन पर्यो नै स्क्रिनमा हेरेर मन पर्यो भने चाहिँ आफूले लिन पायो अरे त्यस्तो रहेछ क्या यो फोटो हाम्रो केबल कारको नम्बर चाहिँ 21 डर लागिरहेछ फर्स्ट टाइम हो मजा आयो भिडियो खिचौँ कि फोटो नहीं भिडियो गर न मै खिच्छु नि त सुरु त मेरो आफ्नै डर लाग्यो माइ लर्ड के डर लाग्यो भन्दै नि गफ लाग्यो है हाम्रो नानालाई भोक लाग्यो रे यस्तो दामी देखाएछ कि होइन अब हजुर आमा नाइ उसले झुट बोल्दैछ त्यही भने दादाको माथि दौडेर राम्रो देखाइदियो हेर न होइन कि त्यो यहाँ सबै खोला देख्थ्यो नि त यो सबै अनि अहिले खेल्यो अब चाहिँ राम्रो देखेँ क्या झन् जति माथि आयो त्यति राम्रो देखेँ त्यो सबै खोला सबै भर्या हो कि यो समुद्र जस्तो देख्यो समुद्र नेपालको समुद्र होला गाइस क्लाउड श्री अब चाहिँ आइपुग्यो है हामी चाहिँ ओहो तल चाहिँ लास्टै चिसो चाहिँ यहाँ त घाम लागिरहेको रहेछ फ्लाइट नम्बर 21 ग्राउन्ड खाली गरौँ ल्यान्ड हुँदैछ हजुर आफ्नो सिट रेडी बस्नु होला नचलिकन बस्नु होला नचलिकन बस्नु खुल्दा सिमसिम ओपन द डोर प्लिज पाखनामा वेलकम गरिदिन्छ अगाडि गएर यस्तो दामी घाम लागेको अब त फोटोहरू पनि राम्रो आउँछ है घाम लाग्यो नि त ल है मन्दिर आइपुग्यो हामी मासतिरै किन्यो होला है फुल अब यत्रो 50मा हो त्यत्रो पकाएको 50मा आयो नि त पागल भइहाल्छ नि पागल ए हो हस् दिदी फाइनल्ली मन्दिर आइपुग्यो जुन जस्ती मायाको मनोकामना के छ सुर तिमीलाई भाकुला
मन मिल्ने मायालाई मनका मना मुटुमै राखौला 11:06 देखि लाइन स्टार्ट भयो हाम्रो चाहिँ अब कति घन्टा लाग्ने हो माइ गड यत्रो लामो छ कति घन्टा लाग्यो 2 घन्टा 3 घन्टा लाग्छ होला हो एक त बच्चा ल फुल किन्यो यहाँ उसको बसिरहेछ थाकेर यहाँ अर्को यस्तो छ हालत लाइन त कहिले कहिले कति हामी 2 घन्टा लाइन स्टिल लाइनमै छौँ हामी त ल खै लाइन बल्ल सरेर हामी चाहिँ यहाँ पुग्यौँ हामी कट्न पाऊँ है कट्न पाऊँ ला गेट बन्द गरिदियो तिमी अहिले यहाँसम्म आयो ऊ त्यहाँबाट हेरेको कहाँ दिन्छु यहाँभित्र छुन पाए त म गइहाल्थेँ नि यस्तो व्यवस्था चाहिँ मासतिर नि हुनु पर्ने कि है व्यवस्था यस्तो भुइँमा हाम्रो पूजा चाहिँ सक्यो यो चाहिँ प्रसाद हो कस्तो भयो आनन्द भयो 3 घन्टा लाइनपछि अहिले खुट्टा रिल्याक्स भयो है मन्दिरमा चाहिँ यस्तो गर्न चाहिँ मिलेन है बेबीको डाइपर हो क्या अरे तर यहाँ अलिक व्यवस्था चाहिँ भएन चाहिँ यहाँनिर यो धुप बाल्ने ठाउँमा चाहिँ सबै यस्तो बट्टाहरू चाहिँ फाल्नु भएन मन्दिर एरियामा चाहिँ अलिक सफा पनि गर्नु पर्यो मन आनन्द भएको त्यहाँ त्यसरी अर्कै खालको एनर्जी भएको होइन अनि त्यसपछि त सकिहाल्यो अब यो मान्छेहरूको कति बजी पालो आउँछ आउँछ किन्न यहाँ चाहिँ अब हामी एकछिन रेस्ट गर्ने त्यस्तो पाइँदैन है के त्यस्तो पाइँदैन पाइहाल्छ अब तिमीलाई के भने भोक हेभेन इज मिथ होइन अनि फेरि यो हिमाल चाहिँ फेरि रियल हो नि फेरि होइन अहिले तपाईँहरूको 9 डेली खाँदै गर्नु फर्किँदा पनि लास्ट भिड मनोकामना हेर आज त खोपडीमा लाइनै कस्तो लेखाएको छ क्या राशिफल आज खराब रहेछ हाम्रो मन्दिरमा कति घन्टा 3 घन्टा अघि आउँदा 1 घन्टा बस्यो तल बस्यो होला 1 घन्टा त फेरि जाने बेला फेरि अब 1 घन्टा त लाग्छ यत्रो मान्छे चाहिँ यार ब्याक टु काठमाडौँको लागि केबल कार चढ्न लाग्यो है सजाउने दाजुको फोटो खिचाइदिउँ न अबे तल हेर न अबे कस्तो डेन्जर देख्नु छ उकालोमा देखेन होइन यस्तो तल हेर न यो गरा छुट्टै अहिले त बादल सब क्लियर भयो नि त अन्त छुट्टै त्यो तल झरे जस्तो देखिरहेको छ क्या त्यस्तो भिड छ भिड फोन झर्ला नि तर खत्रै भन है यस्तो मान्छेलाई सजिलो गरे नि हुन्छ मान्छेलाई यस्तो उकालो छ ल ड्युटी चाहिँ यहाँ हो केमा त्यहाँ घर जस्तो सानो होइन होला हो ग्रिन कलर त्यो लाग्छ हजुरहरूको टाउको दुखेन मलाई दुखिरहेको छ अघिदेखि त्यहाँनिर यस्तो दुखिरहेको छ मैले त नुन एउटा पनि लाएन भन्ने सोच्छु तर यस्तो धेरै त उयो थिएन भेराइटी चाहिँ धेरै तर मिठो तरकारी भन्ने चाहिँ केही थिएन बेटाइममा खाएर पनि मिठो नभएर बरु होइन हामीले यस्तो छिटछिटो गरेर भन्दा मलिकाको तिरै खाना मिठो कि खाँचे भन्दा हामी फर्केको
हात खाल्छ थ्याङ्क यू ल अब चाहिँ हामी ब्याक टु काठमाडौँ केटी बाई बाई मनोकामना आजको दिन रमाइलो भयो अहिले बस्यो खायो अब फेरि हामी अर्को भिडियोमा भेट्छौँ Bye.